यसो छोरा मण्डली भाटाकोहरूलाई पनि लानेछौँ। र यतिखेर चाहिँ हामी यहाँ मेरो मामाको पसलमा आएको छौँ, बेकरीमा। तपाईँहरूलाई अब यहाँ चाहिँ अहिले चाहिँ केही पनि रहेनछ, तर यसो केक सेकहरू चाहिएको खण्डमा होइन यहाँबाट अर्डर गर्नु सक्नुहुन्छ ट्याक्सँग। के गर्नु लाग्नु भएको भन्नुहोस् त तपाईँले। हेर्नुहोस् त दर्शक पनि, यो मान्छेलाई चाहिँ दिउँसै मान्छेलाई घाराघुरु गर्न खोज्छ। ल मैले चाहिँ भिडियो बनाउनु पर्ने भएर टक अब छ्याप चाहिँ क्या तुला ल भिडियो बनाउनु पर्छ। चस्मा लाउँछु म है। कुन चक्रपथ हो फेरि? कुन चक्रपथ? बिस्तारै राइडरलाई बिस्तारै चला भन्दैछु मैले। बिस्तारै बाटो साँगो भने पनि मान्दैन। ओ धुलो धुलो ससा आइपुग्यो। ससा गाइस, दिस कल ससा। ल यस्तो छ बाटोहरू, यस्तो छ केटाहरू काटाएर कुरो ससा हो। अब बस यस्तो अट्दैन क्या, साँग्रो छ क्या धादिङको यार बाटो। यार के हो यस्तो हुन्छ यार बाटो। यहाँ फेरि हल्का अफरोड पनि छ गाइस, थोरै यस्तो छ बाटोहरू। अनि यस्तो पहिरोहरू पनि आउँछ, धुलोहरू यस्तो उठ्छ गाइस। बिस्तारै बिस्तारै हिँड्न यहाँबाट होइन। क्रस चाहिँ यो है, फेरि हाम्रो चाहिँ यताबाट जान्छ हामी यो बाटोबाट। अब मासतिर लाग्यौँ, यताबाट जाने बाटो हो है। अब बाटो चाहिँ यता चाहिँ अलिकति गाडीहरू कम आउँछ, किनकि यो मेन बाटो होइन, पिच चाहिँ छ है फेरि। ल यस्तो यस्तो छ बाटो। आई लभ यु उङ्गा। यहाँ यस्तो भइरहेछ है फेरि। मैदी भन्ज्याङ आइपुगेको छौँ हामी यतिखेर। मैदी भन्ज्याङ पुरै पिछ। अब जाने कता हामी? ल यो चाहिँ मैदी भन्ज्याङ हो। अब फेरि लाग्नु यो बाटो अलिकति खराब भएर हो। हेलमेट लाउनु पर्दैन ए हो। हात्ती गाडीहरूमा चाहिँ यस्तो प्याक मान्छेहरू यसरी पनि आउने गर्नुहुन्छ उहाँहरू। कहाँ गाडी इन्डियातिर आउँछ हो र। अब सक्यो भने त हाम्रो यो अफरोड सुरु भएर। ल अफरोड पनि क्वाइट गुड गाइज होइन, त्यस्तो छैन, ब्याड चाहिँ छैन। यो भनेको राम्रै हो। यस्तो बोल्नै पऱ्यो। बाटो त लगभग बिर्सिसकेको रहेछ गाइज। अब धेरै वर्ष अगाडि यहाँ हो, 10-12 वर्ष अगाडि आएको। त्यही भएर त्यो राइडरलाई च्यालेन्ज दिने बाटोहरू रहेछ यहाँ चाहिँ। मेरो 10 बिघा जग्गा थियो होइन, अस्ति भूकम्पले सबै लग्यो। कता यता कता हो नि जग्गा? भूकम्पले सबै लग्यो मेरो जति। भूकम्पले कि बाढीले? बाढीले हुनुपर्ने। भूकम्पले त लाग्दैन, बाढीले लग्छ भने हुँदैन जग्गा त। त्यही भूकम्पले लाग्छ। कुरो यस्तो आयो गाइस, अब कुरो यस्तो आयो। मेरो नि यता त थिएन कि, मेरो हल्का यो मासतिरको साइड बेच्दै मैले।
यो अलिकति उ भयो क्या टाढा भयो मलाई फ्रीमा बेच्दा भन्ने सुनेको मैले फ्रीमा त होइन म हल्का उ चाहिँ 3 रोपनी थियो 1 रोपनी चाहिँ बेच्दै थियो 2 रोपनी चाहिँ दाम दिएको हो क्या दानी एकदम 1 hour later. यता तास खेल्ने मान्छेहरू यता चाहिँ हाम्रो यो बेट खेलेर यो लङ्गर बुझ्दाखेरि हारेको टोलीहरू फाक हो हामी सबैजना हेलो अब हाम्रो चाहिँ यहाँ खाने बेला भयो है अब यता फर्कौँ उपेक्षा भयो है फेरि गाइज अरू त होइन नि यो पनि देखाइदियो खानुहुन्छ नि केटीहरूले त किन्नु खै तेरो अनुहार अलि होइन अब हाम्रो चाहिँ ब्रेकफास्ट हुँदैछ होइन कहाँ हो लाइन त पर छ गाइज पर अब हाम्रो चाहिँ खाने हो है मजाले हाम्रो पुसाइ हुनुहुन्छ यहाँ ल पुसाइ हाम्रो पुसाइ यहाँ भिडियोमा ए बढी हाल्नु भयो मासु हाल्नुपर्छ चाहिँ दुईटा चोटा हाल्नु अन्त त्यो ओ यहाँ त यस्तो हुँदैछ है हाम्रो चाहिँ यस्तो यहाँ मासु मात्रै हुन्छ है फेरि यस्तो यो हाम्रो सेकेन्ड लटमा चाहिँ हामीले थपाएको हो खासमा यस्तो हड्डी के भन्छ यो कुच्ची बियरहरू त सबै सक्नै पर्छ बिस्तारै भयो भने मासु खाने आउने भयो आउनु क्या गाई ल अब हाम्रो चाहिँ अब भइसकेको छ कामहरू बातचित गर्छु क्या म होइन जतिकै भोलि पर्सि म सबैलाई बाँसुरी हस्तान्तरण गर्छु अनि बजाउन पनि सिकाउँछु अनि ठन्काएर भिडियो लिएपछि अनि ठन्कारे हो ल सकिसकेको छ प्रोग्रामहरू अनि यता ब्याक साइड पनि यस्ता सकिसक्यो अब रेडी भइरहेछ केटाहरू चाहिँ यहाँ भाँडा माझ्दैछ मस्काउँदैछ म पनि भर्खर मस्काएर आएको छु होइन अब मेरो भान्जा चाहिँ यहाँ ओडाइदिन्छ भन्दैछ किन आखिर चाहिँ होइन यस्तो हुँदैछ मेरो भान्जा मेरो दाइ पनि हुनुहुन्छ त्यहाँ मेरो दिपेश दाइ यता रुपेश दाइ यता सुमन दाइ सबैजना हुनुहुन्छ है ल अब हामी चाहिँ लाग्छौँ होला भनेको खोइ अब अलिक टाइम लाग्छ जस्तो गाइज 1 hour later. ओ पानी परेर रहेछ यता ढाका मिसमा पुरै भिज्यो नि त गाइज पुरै यहाँ चाहिँ पानी परिरहेछ मेरो दोस्तकोबाट यहाँ फुटबल लानुपर्ने सोचेको मैले एउटा भिडियो मेरो दोस्तीको पसल भनेर क्या यता हेर केही कुराहरू भन यहाँ एउटा युट्युबमा स्पोर्ट्स फ्यान्स एन्ड स्टोरमा चाहिँ हामी यतिखेर आइरहेको छौँ भाइरल हुँदैन युट्युबमा हालिदियो क्या म भिडियो यहाँ चाहिँ यस्तो सामानहरू पाउँछ है गाइज पानी परेको भनेर तिमीले यहाँ गाह्रो बनायो नि यस्तो जर्सीहरू पाउँछ तपाईँहरूलाई चाहिँ होइन यता हामीले चाहिँ यहाँ बल किनिरहेछौँ दोस्ती लजै छ हाम्रो दोस्ती हल्का यता देखाइदिनु पर्यो अब यस्तो है ल तपाईँहरूलाई पनि चाहिन्छ भने चाहिँ यस्तो किटहरू होइन नयाँ नयाँ किटहरू यस्तो चाहिँ हाम्रो त्रिवेणी चोकमा रहेको छ धादिङ बेसीमा कोही हुनुहुन्छ भने चाहिँ यताबाट लिन सक्नुहुन्छ सुपथ मूल्यमा चाहिँ उहाँले दिनुहुन्छ है त मिलाएर
ओके ल यस्तो यस्तो छ। मैले चाहिँ यहाँ एउटा भुराहरूको लागि एउटा फुटबल किनेको छु। पछि हाम्रो जर्सी पनि किन्ने कुरा भइरहेछ। ओ के हो क्यामेरा त ल के चाहिन्छ तपाईँलाई ट्याक्क लगभग लाग्नु लागेको बेसीबाट अब जान लागेको है। यता हो बस्तीकोबाट हामी चाहिँ फुटबल लियौँ। अब हामी जान्छौँ।